यो चाहिँ खानसाई एयरपोर्ट जान्छ। यसमा चाहिँ अब समुद्रमाथिबाट सिधै खानसाई एयरपोर्ट पुग्ने बाटो यो हो। अनि यहाँको ट्रेन चाहिँ सिधै खानसाई एयरपोर्ट पुग्छ। हामी चाहिँ रिङ्कू मार्बल ब्रिज भन्ने ठाउँमा जान्छौँ। अब हेरौँ, मेरो पनि पहिलो अनुभव हो। गएपछि चाहिँ भेटौँला तबसम्मको लागि बाई। पुरा भित्र मिनी सप छ त। मार्बल ब्रिज जान चाहिँ एक्जिट नम्बर 4 बाटो जाने है। 4 बाटो गएपछि मार्बल ब्रिज आउँछ। यो चाहिँ उतापट्टि चाहिँ हिउँ परे जस्तो लाग्छ है मलाई। यो पानी एकदम ठुलो पानी परेछ, हिउँ परे जस्तो लाग्छ। आजको यात्रा भनेको हाम्रो रिङ्कू मार्बल ब्रिज जाने थियो। अब हेरौँ, अब प्रतीक्षा गरौँ त्यहाँसम्म पुग्नलाई। भर्खर स्टेसनबाट झरेर हिँड्दैछौँ। कति हिँड्नु पर्ने रहेछ? 10 मिनट जति हिँड्नु, 10-15 मिनट जति हिँड्नु पर्ने रहेछ। ठिक छ, एकछिन वेट गरौँ है गाइज। रिङ्कू मार्बल ब्रिजमा आइपुगेका छौँ र यस्तो छ, पुरै सिधै छ कि समुद्र। अनि त्यहाँ ट्रेन चाहिँ टेकअप गरेको ठाउँमा चाहिँ त्यो पुरा खानसाई एयरपोर्ट हो। समुद्रमाथि बनेको एयरपोर्ट हो। यो पुरै समुद्रमाथि बनेको एयरपोर्ट हो। एकदम राम्रो छ। यो जापान विश्वको नम्बर 1 एयरपोर्ट हो, समुद्रमाथि बनेको। खानसाई एयरपोर्ट हो, खानसाई एयरपोर्ट सर्च गर्नु होला। समुद्रमाथिको एयरपोर्ट हो यो बाटो चाहिँ सिधै त्यही एयरपोर्टमै जाने बाटो हो। एकदम वो छ, वो हावा खतरा हावा लाग्छ है, खतरा एकदमै ठुलो हावा लाग्छ। अधिक चिसोको कारणले ओसाकाको जनजीवन प्रभावित भएको छ। जनैतो जारी सन्देश अधिक चिसो छ। यदि कुनै देशबाट चाहिँ जापान आउँदै हुनुहुन्छ र जापानको ओसाकामा आउँदै हुनुहुन्छ भने 4 को महिना 13बाट 10 को महिना 13 गतेसम्म एक्सपो 2025 ओसाका चल्दैछ। आएर हेर्न नछुटाउनु होला। यो पनि एउटा विशेष हो। अहिले ओसाकामा विश्वको सबैभन्दा ठुलो पर्व भनौँ कि यसलाई केही भनौँ होइन, त्यो चाहिँ एकदम विश्वको सबैभन्दा ठुलो हो। त्यसैले हेर्न नछुटाउनु होला। यस्तो ब्याड लक भयो, अहिले हामी आउने बेलामा बाबीको नै छैन। यस्तो ब्याड लक भयो त। पुलिसले गाडी रोकायो। गाडी रोक भनेपछि रोक्नै पर्छ है, जसरी पनि रोक्नुपर्छ। यहाँ नरोकेर त्यो एकदमै त्यो उस हो। के चेक गरिदियो, चेक गर्छ। भिडियो खिच्न मनाइ हो कि के हो थाहा भएन।
फेरि उसले देखाउनु चाहिँ गाली गर्ने होला केही होला। बार्बिक्यू गर्ने एरिया चाहिँ यो रहेछ। हामीलाई थाहा नभएर हामी वहाँ पुगेर वहाँ त्यो यो यहाँनिर पुगेर हामी यहाँ थाहा नभएर अब हेरौँ यहाँ के हुन्छ। अब त्यहाँ बन्द रहेछ, यहाँ के हुन्छ थाहा छैन। अब हेरौँ है त, यहाँ पनि अब भयो भने चाहिँ भिडियो बनाउँछु। हामी अहिले अर्को ठाउँबाट फेरि अर्को ठाउँमा आएका छौँ बार्बिक्यू गर्नलाई। त्यो भनेको ठाउँमा पनि रहेन रहेछ, फेरि अर्को ठाउँ आएको छौँ। अब हेरौँ अब के हुन्छ। अब फेरि यसको प्रतीक्षामा रहौँ। हाम्रो भाग्यमा बार्बिक्यू गर्न लेखेको छैन थाहा छैन। तर यहाँ पनि अब बार्बिक्यू वा ताची रिकेन्सी दामे भनेर भनेको छु। अब खै प्रतीक्षा गरौँ, प्रतीक्षाको फल मिठो हुन्छ। जस्ट वेट एकछिन। वाउ सनसेट। यहाँ हेरौँ बार्बिक्यू 140 मिटर यता देखाइरहेछ। अब हेरौँ फेरि जाउँ, प्रतीक्षा गरौँ। लास्टमा भेटिन त भेट्यो है। अब आखिरीमा बन्द भेट्यो। यसको कुनै अर्थ लाग्यो? यसको अब कुनै अर्थ छ त? पैसा खर्च गरेर आयो त्यत्रो। हामी कहाँदेखि कहाँ ओर्लेर फेरि कहाँ ट्रेन चढेर फेरि कहाँ आएर लास्टमा आउँदाखेरि बार्बिक्यू बन्द छ भनेपछि अब यसको कुनै अर्थै लागेन। अब गर्ने के? हेरौँ अब त्यही पनि एकछिन फेरि प्रतीक्षा गरौँ। भनेको छ 6 बजेदेखि खुल्ने भनेको छ। सेकेन्ड स्टाफ त आएको थियो, फेरि हामीलाई देखेर भित्र गएको कि थाहा भएन है। स्टाफ आएको छ, अब खोल्ने होला नि। हेरौँ न एकछिन प्रतीक्षा। एकजनाको 17। म चाहिँ यहाँ भ्लगमा आउनु पर्यो है।